गाइज, म फेरिको च्यानलमा फेरि पनि स्वागत छ तपाईँलाई। र आज म फुल एपिसोडमा तपाईँलाई चाहिँ एउटा किकको बेसिक किक, स्ल्याप किक, फ्रन्ट किक, ब्याक किक, साइड किक होइन, म यी 4वटा किकहरू तपाईँलाई म देखाउन चाहन्छु र सिकाउन चाहन्छु। आशा छ तपाईँले यो मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनुहुन्छ होला भन्ने आशा गर्छु र इन्जोय गर्नु होला र आफू पनि सिक्नु होला। तपाईँले मार्सल आर्ट सिक्नु भएको छैन भने म ताइक्वान्डो मार्सल आर्टबाट हो र मेरो जति पनि किकहरू मार्सल आर्टबाटै हो होइन। सो गाइज, लेट्स स्टार्ट। हामीले जहिले पनि स्टार्टिङ पोइन्टदेखि नै जान्छौँ। ओके, सो हामी हाम्मर किक अच्छा भन्छ यसलाई, ठिक छ, हाम्मर किक भन्छ। ओके, जहिले पनि हाम्मर किक हान्न पऱ्यो। ओके, तान्न पऱ्यो, भइहाल्यो। 1 ओके, सो another. ओके, लेफ्ट पोजिसनमा चाहिँ जहिले पनि हुनु पऱ्यो है। सो यो भयो हाम्रो। ओके, सो अब स्ल्याप किक, ओके, स्ल्याप किक। अब अर्को स्ल्याप किक हानेपछि तपाईँले अगाडि राख्ने होइन, पछाडि तान्ने, यसरी तान्ने, जस्तो यस्तो हानेर यहाँ राख्ने होइन। ओके, यसलाई पछाडि तान्न पऱ्यो, यो भइहाल्यो। ओके, 2 भयो। अब तपाईँको फ्रन्ट किक भन्छ यसलाई, फ्रन्ट किक। ओके, फ्रन्ट किक। ओके, okay guys, okay, अब हामीले साइड किक हान्यौँ, स्ल्याप किक हान्यौँ, हाम्मर किक हान्यौँ होइन। अब यसैले हामी ब्याक किक हान्छ। ओके, ब्याक किकमा जहिले पनि पावर हुन्छ, यस्तो पावर लिएर पछि ल्याएर आउनु पऱ्यो क्या, त्यसले भन्छ ब्याक किक। ओके, म लेफ्टले पनि हान्ने कोसिस गर्छु है त, तपाईँले भन्छ होइन। ओके, यस आजको च्यानल यति नै, आजको भिडियो यति नै, र भोलि फेरि अर्को भिडियो आउँछ। र तपाईँले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। ओके, सेयर लाइक गरिदिनु होला र बेल आइकन पनि थिचेर नयाँ भिडियोहरू आउँदाखेरि तपाईँले थाहा पाउनु। ओके।